दाङको घोराईमा 8औं संस्करणको मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ। आइतबार घोराई उपमहानगरपालिकाका खेलकुद विकास समितिका संयोजक नरेन्द्र पुनको अध्यक्षतामा तथा नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यमा प्रतियोगिता सुरु भएको हो। आइतबार भएको उद्घाटन खेलमा वडा नम्बर 3 र वडा नम्बर 8 ले विजय सुरुवात गरेका छन्। वडा नम्बर 3 ले वडा नम्बर 14 लाई 4-3 गोलले पराजित गरेको छ। पराजित भएसँगै 14 नम्बर वडा मेयर कपबाट बाहिरिएको छ। त्यस्तै दोस्रो खेल वडा नम्बर 8 र वडा नम्बर 4 बीच भएको थियो। उक्त खेल वडा नम्बर 8 ले जितेसँगै वडा नम्बर 4 बाहिरिएको छ। त्यस्तै आज पनि दुईटा खेल हुने भएको छ। आज दिउँसोको पहिलो खेल 11:30 बजे वडा नम्बर 7 र वडा नम्बर 6 बीच हुनेछ भने दोस्रो खेल दिउँसो 1:30 बजे वडा नम्बर 9 र वडा नम्बर 17 बीच हुने आयोजकले जनाएको छ।